उम्मेदवारहरूको प्रोफाइल हेर्दा उनीहरू ठूला उद्योगपति, ठेकेदार वा सत्ताको वरिपरि घुमेका पात्र होइनन्। उनीहरू स्थानीय रूपमा चिनिएका, समुदायसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्ति हुन्। यही कारणले पार्टीले महँगो चुनाव खेल्न सक्दैन तर भावनात्मक चुनाव खेल्न सक्छ भन्ने आधार देखिन्छ। ठूला पोस्टरहरू, विशाल सभा र खर्चिला प्रचार भन्दा बढी उनीहरू प्रत्यक्ष भेटघाट, श्रमदान र सामाजिक अभियानमा भर परेको देखिन्छ। यसै कारण विकल्पको राजनीति गर्नेहरूको एकतामा हर्क साम्पाङ कतै देखिएनन्। उनलाई जेनजी आन्दोलनपछि मन्त्री बन्ने खासै चाहना नहुनुको कारण विदेशीको रजगज हो भनेर उनी आफै भनिरहेका छन्। सायद त्यसैले होला उनलाई कसैले विदेशीसँग जोडिएको नेताको आरोप लगाउन र पुष्टि गर्न सकिरहेको छैन। हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीसँग किन एक ठाउँमा आएन भन्ने प्रश्न अहिले पनि सन्दर्भ र सान्दर्भिक छ। रासोपासँगको दूरीको कारण हर्क साम्पाङले बारम्बार सङ्केत गर्दै आएका छन्, पुरानै राजनीतिक रोग नयाँ आवरणमा दोहोरिनुहुन्न। उनको बुझाइमा नेतृत्व केन्द्रीकरण, सत्तामुखी रणनीति र संसदीय गणितमै सीमित राजनीति नयाँ भनिए पनि चरित्रमा पुरानै देखिन्छ। उज्यालो पार्टी नेपाल र कुलमान घिसिङसँग सहकार्य नगर्नु यही पृष्ठभूमिबाट बुझ्न सकिन्छ। कुलमान घिसिङको प्रशासनिक छवि लोकप्रिय भए पनि त्यस वरिपरि बनेको राजनीतिक संरचना हर्क साम्पाङको श्रम, प्रत्यक्ष सहभागिता र सामूहिक नेतृत्वको अवधारणासँग मेल नखाने उनको धारणा छ। यही कारणले हर्क साम्पाङले नयाँ भनिने तर पुरानै रोग बोकेका र सत्तामुखी नेताबाट वास्तविक परिवर्तन सम्भव छैन भन्ने लाइन निरन्तर दोहोऱ्याइरहेका छन्। तर यसको अर्को प्रभाव पनि देखिन सक्छ। नयाँ भनिने शक्तिहरू आपसमा विभाजित हुँदा तरल भोट छरिन्छ, मत विभाजन तीव्र हुन्छ र अन्ततः यसको प्रत्यक्ष फाइदा पुराना सङ्गठित दलहरूलाई पुग्ने सम्भावना बलियो देखिन्छ। पछिल्ला चुनावी तथ्याङ्कहरूले पनि देखाउँछन् वैकल्पिक शक्तिको विभाजन हुँदा स्थिर भोट एकै ठाउँमा दलहरू निर्णायक अवस्थामा पुग्छन्। यसैले हर्क साम्पाङको यो यात्राले नीति वैचारिक रूपमा प्रष्ट भए पनि चुनावी गणितमा यसले पुराना नेतालाई लाभ हुने जोखिम बोकेको देखिन्छ। नेपालको राजनीतिक इतिहास हेर्दा नयाँ दल र वैकल्पिक शक्तिहरूको उदय पहिलो पटक यो होइन। 2064 पछि मधेस केन्द्रित दलहरू, त्यसपछि 2074 पछि नयाँ वैकल्पिक दलहरूको प्रयोग भयो। तर अधिकांश अवस्थामा यी दलहरू या त सत्तामा पुगेर पुरानै अभ्यासमा फसे या आन्तरिक विभाजनका कारण कमजोर भए। पछिल्लो प्रतिनिधि सभा निर्वाचनको तथ्याङ्कले देखाउँछ वैकल्पिक भनिएका दलहरूले उल्लेख्य मत पाए पनि आपसी विभाजनका कारण सिट सङ्ख्यामा ठूलो सफलता हासिल गर्न सकेनन्। यही सन्दर्भमा श्रम संस्कृति पार्टीलाई पनि हेर्नुपर्ने हुन्छ। यसले परम्परागत दल विरुद्ध असन्तोष त बोकेको छ तर सङ्गठनात्मक रूपमा अझै प्रारम्भिक चरणमै छ। इतिहासले के देखाउँछ भने स्थानीय लोकप्रियता राष्ट्रिय राजनीतिमा रूपान्तरण हुन सङ्गठन, नीति र दीर्घकालीन सङ्गठन अपरिहार्य हुन्छ। हर्क साम्पाङले यही चरणमा आफूलाई अलग राख्दै आएका छन्, जसले उनलाई वैचारिक रूपमा शुद्ध देखाए पनि राजनीतिक रूपमा एक्लो बनाउने जोखिम छ। नेपालका पछिल्ला 3 वटा संसदीय चुनावको मतदाता व्यवहार विश्लेषण गर्दा एउटा साझा डेटा देखिन्छ। शहरी क्षेत्रमा युवा मतदाता सहभागिता बढ्दो छ तर उनीहरू दलभन्दा व्यक्तिप्रति बढी आकर्षित देखिन्छन्। निर्वाचन आयोगका अघिल्ला तथ्याङ्क अनुसार 18 देखि 40 उमेर समूहका मतदाताले स्वतन्त्र र गैर परम्परागत उम्मेदवारलाई उल्लेख्य मत दिएका छन्। यद्यपि त्यो मत सिटमा रूपान्तरण हुने दर कम छ। श्रम संस्कृति पार्टी यही मतदाता समूहसँग बलियो रूपमा जोडिन्छ तर अर्को यथार्थ पनि छ। ग्रामीण र अर्धशहरी क्षेत्रमा अझै पनि परम्परागत दलको सङ्गठनात्मक पकड बलियो छ। यसले के सङ्केत गर्छ भने हर्क साम्पाङ र उनको पार्टीले
भावनात्मक र प्रोटेस्ट भोट त आकर्षित गर्न सक्छ, तर त्यो भोटलाई निर्णायक सिटमा बदल्न दीर्घकालीन रणनीति आवश्यक देखिन्छ। यही द्वन्द्व, लोकप्रियता र सङ्गठनको खाडल श्रम संस्कृति पार्टीको आगामी राजनीतिक यात्राको निर्णायक कारक बन्ने देखिन्छ। पार्टीले यसपटक सङ्घीय संसद प्रत्यक्ष प्रणाली अन्तर्गत आफ्नो उपस्थितिलाई अझ प्रष्ट बनाएको छ। साधारण अनुमान मात्र होइन, तथ्य, भोट, व्यवहार, क्षेत्रगत अवस्था र सामाजिक संरचनालाई ध्यानमा राखेर यसको परिणाम अनुमान गर्न सकिन्छ। नेपालको प्रतिनिधि सभा प्रत्यक्ष प्रणाली अन्तर्गत 165 निर्वाचन क्षेत्र छन्। अहिलेसम्मको तथ्य हेर्दा श्रम संस्कृति पार्टीले करिब 109 क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। यसले देखाउँछ कि यो दल देशभर सक्रिय भए पनि पुराना दलहरूको स्तरमा अझै पूर्ण रूपमा पुगिसकेको छैन। सबैभन्दा चर्चित क्षेत्र सुनसरी 1 हो, जहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ आफै उम्मेदवार हुन्। त्यसैगरी झापा 5, मोरङ 2, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ लगायतका पूर्वी नेपालको पहाडी र पहाडी तराई क्षेत्रहरूमा पनि पार्टीका उम्मेदवार छन्। यी उम्मेदवार प्राय स्थानीय नेता, समाजसेवी, युवा र स्थापित दलबाट अलग भएर आएका असन्तुष्ट मतदाता समूहसँग जोडिएका छन्।